मलाई जबरजस्ती सहकारीको ठगी गर्ने मान्छेको रूपमा चाहिँ नि प्रस्तुत गर्ने खोज्ने जुन जबरजस्त प्रयास गरिएको छ र हेडलाइन आतंक बनाएर यो लिएकै हेर्ने मान्छे त लगै फोटो पनि टाँच्दैछ के हो हेर्दा त कसले होइन भन्छ र यहाँ तर मेरो खातामा भए नभएको स्पष्ट थाहा हुने कुरा र बैंकलाई एकपटक सोद्धा पनि थाहा हुने कुरा अझै पनि खातामा गएको त चेक त गएको हो नि भनेर अझ तोएको होला नि बैंक स्टेटमेन्ट हेर्दाखेरि गएको र निस्किएको देखिन्छ ट्रान्जेक्सन त आएको र गएको यो कार्यालयमा मान्छे आएको र गएको त देखिन्छ नि त आएको र गएको देखेर त लिएको रहेछ नि भन्ने किसिमका मिसलिडिङ पनि कुराहरू होलान् अझै पनि कुनै पनि निकायले हेरोस् कुनै पनि निकायले मेरो खाता स्पष्ट हेर्न मिल्छ जसले हेर्न पनि मिल्छ सम्पत्ति शुद्धिकरणले हेर्न नि मिल्छ प्रहरीले हेर्न पनि मिल्छ सिआइबीले हेर्न पनि मिल्छ यो पैसा मेरो खातामा आएको रहेछ सञ्चार माध्यमले सम्बन्धित सञ्चार माध्यमले भनेको जसरी 1 करोड 80 लाख जम्मा भने के जम्मा भएको खातामा परेको है यहाँ हेर्नुहोस् त्यो भएको रहेछ भने म जुनसुकै सजाय भोग्न पनि तयार छु तर के यस्तो गलत हेडलाइन लिएको कुरालाई सच्याउन सञ्चार माध्यम